यहाँहरू सम्पूर्णमा नमस्कार। म सामाजिक अभियन्ता सुनिता श्रेष्ठ र शङ्खसभाकी छोरी सुनसरीकी बुहारी हुँदै गर्दा आज म शङ्खसभाकै छोरा जीवन भुजेल दाईसँग आएको छु फेरि पनि। र हजुरहरूलाई सुनिता आज फेरि पनि जीवन दाईकोमा किन आयो भनेर लागिरहेको हुनसक्छ। र म चाहिँ अब शङ्खसभाको दाई, मेरो माइती गाउँको दाई हैन, उहाँलाई चाहिँ अब एकदमै धेरै मैले शङ्खसभालीवासीहरूसँग पनि कुरा गरिरहेछु र उहाँहरूले भन्नुभएको छ हामी पनि छौँ, तर अलिकति यो गाह्रो स्थितिमा अलिकति भइरहेछ, हामी सहयोग चाहिँ गर्छौँ, थोरै टाइम देऊ भन्नुभएको छ। र मैले चाहिँ अब किनभनेदेखि दाइलाई जसरी पनि हामीले उपचारमा सहयोग गर्नुपर्छ, थोरै धेरै भए पनि सहयोग गर्नुपर्छ भनेर मैले पनि कुराहरू गरिरहेको छु। र म यो प्रयास जारी नै रहनेछ मेरो। र आज चाहिँ स्पेसली मेरो छोराको बर्थडे परेको हुनाले मेरो छोरा 4 पुरा पुगेर 5 लागेको र मेरो जीवन दाईको छोरा चाहिँ 21 महिनादेखि अब 22 महिना, अस्ति आउँदाखेरि 21 महिना थियो, अब 22 महिनाको रनिङमा छ। र मेरो भदै बराबरको भएकोले चाहिँ मैले चाहिँ मेरो भदै सम्झेर हरेकचोटि म आइरहेको छु। मैले धेरै ठुलो सहयोग गर्न नसके पनि सानो सानो सहयोगहरू, खुसीहरू लिएर दाईहरूसँग आइरहेको छु, के कसो छ भनेर भेट्नु आइरहेको छु। र यति भन्दै अब हजुरहरू पनि मसँग जोडिनु भएका साथीभाइहरू जसले मलाई चिन्नुहुन्छ, मेरो शङ्खसभाको जीवन भुजेल दाईलाई थोरै धेरै कति सक्नुहुन्छ सो इच्छाले उहाँको उपचारको लागि हेल्प गरिदिनु होला, सहयोग गरिदिनु होला भन्दै अनुरोध गर्न चाहन्छु। हस्, थ्याङ्क यू सो मच।